नमस्कार साथीहरु, स्वागत छ आजको नयाँ आईपीओ अपडेटमा। आज 6 वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकोले सबै लगानीकर्ता साथीहरुको लागि जानकारी अत्यन्तै महत्त्वपूर्ण रहेको छ। आज मंसिर 11 गते 6 वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा प्रयोजनको लागि मंसिर 12 गते र मंसिर 14 गते बुक क्लोज गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर 11 गते अन्तिम दिन रहेको छ। आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको कम्पनी र तिनले प्रस्ताव गरेका लाभांश र साधारण सभाको मिति यस प्रकार रहेका छन्। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक 3% बोनस, 10% नगद लाभांश र साधारण सभा 26 मंसिरमा रहेको छ। सर्वोत्तम सिमेन्ट 5% बोनस र 15% नगद लाभांश र साधारण सभा 26 मंसिरमा रहेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा 6.3158% नगद लाभांश र साधारण सभा 26 मंसिरमा रहेको छ। कृषि विकास बैंक 3.25% बोनस र 9.75% नगद लाभांश र साधारण सभा 29 मंसिरमा रहेको छ। बोरन हाइड्रो पावर 4.75% बोनस र 0.25% नगद लाभांश र साधारण सभा 26 मंसिरमा रहेको छ। नाङ्दी ग्रुप पावर 4.75% बोनस र 0.25% नगद लाभांश र साधारण सभा 25 मंसिरमा रहेको छ। साथीहरु, आज मंसिर 11 गते यी 6 कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बोनस वा नगद लाभांश चाहनुहुन्छ भने आजै बजार बन्द हुन अघि शेयर होल्ड गरेर राख्नु होला। साथीहरु, आजको भिडियो कस्तो लाग्यो? तपाईलाई यस्तै नयाँ अपडेटहरु दिनै राख्ने छु। साथीहरु, तपाईलाई यदि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक र शेयर गर्न चाहिँ नबिर्सनु र साथमा तपाईले यो च्यानललाई सब्स्क्राइब गरेर हामीलाई मोटिभेट पनि गर्न सक्नुहुनेछ। थ्यांक्स फर वाचिङ।